पैसे दे दो उसको भाग पैसे दे दो पैसा पैसा चॉकलेट ये चॉकलेट अघि यो फोन कहाँ थियो यार कहाँनिर थियो यो फोन केमा बनाउने है माल लाउँदैन सिका मेरो त घाँटी खाली थियो खाली हो हाम्रो चाहिँ थियो नि त तपाईहरुले दिने नाम सबै रमाइलो होस् है अब एउटा सबैको ग्रुपमा खिच्दिनु
सबैजना सबै गाउँछ चाङ के भन्छ त त्योपट्टि कटिदिले क्या काटेँ लासो सबै भाइहरूको एकदम राम्रो होस् बुहारीहरूको एकदमै हामीले हुनुपर्ने थियो राम्रो होस् सबैले दुःख दियो होइन यो पाखा जाने रे के हो लागिसक्यो लगाउँछ नि फेरि मेरो त लगाउँछ नि मेरो तपाईँलाई आज कस्तो लागिरहेछ रमाइलो मात्र मलाई चाहिँ रमाइलो लागिरहेको सबैसँग भेटघाट भयो होइन राम्रोसँग कुरासुरा भयो अनि लोसार भयो लोसार चाहिँ अलिकति हामीले चाहिँ हुन्छ नि अलिकति धेरै सबैजना भेटेर अनि एकैचोटि चाहिँ खुसी बाँडेर होइन त्यसरी चाहिँ रमाइलो गरेको अनुभव भयो क्या नत्र चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि होइन थोरै थोरै भाषा हुन्थ्यो क्या के नपुगे जस्तो हुन्थ्यो अहिले चाहिँ अलिकति यसो नसोच नि तिमी फेरि ल अनि तपाईँलाई कस्तो लागिरहेछ म झन् अगाडिदेखि बनाउँछु भनेको भर्खर सम्झेछु कि होइन ग्याल्बो लोसार यसपालि धेरै वर्षपछि मनाउनु पाउँदा धेरै खुसी लाग्यो स्पेसली सबैजनालाई थ्याङ्क यू होइन अब होइन सोनाम भन्दा चाहिँ हामीले ग्याल्बो लोसार नै मनाउनु पर्छ अरे खासमा चाहिँ होइन अब बुझेको अनुसारले चाहिँ अहिले आएर चाहिँ बुझ्दाखेरि चाहिँ हामीले ग्याल्बो लोसारै मनाउँदा ठिक होला जस्तो लागेर चाहिँ अनि ठुलो दाइले पहिलादेखि नै ग्याल्बो लोसार मनाउनु हुन्थ्यो त्यही भएर यसपालि 14 वर्षपछि एकैचोटि दाइ आउनुभयो सबैजनाले मनाउनु एकै साथमा फ्यामिलीहरूको जम्मा हुँदाखेरि योजन फ्यामिली सबैजना जम्मा हुँदाखेरि धेरै धेरै खुसी लाग्यो अघि दादाले भने जस्तै तरकारीमा सबै थोक मिले जस्तो भयो थ्याङ्क यू सो मच थ्याङ्क यू अनि तपाईँलाई नमस्ते ग्याल्बो लोसारको सबैजनालाई जबडानबा अनि किनभने अघि उहाँले भन्नुभएको जस्तै अब दाइ अब 14 वर्ष पछाडि आइपुग्नुभयो सबैजना अब योन्जन परिवार सबैजना एक ठाउँमा भेला भएर यसरी अब आफ्नो चाडपर्व मनाउन पाउँदाखेरि सबैजना उत्साहित छन् खुसी छन् कोही डम्फु बजाएर नाचिरहेको छ कोही रमाइलो गरिरहेको छ आफ्नै लागि त्यो भएर हाम्रो यो संस्कृतिलाई हाम्रो यो रीतिरिवाजलाई हाम्रो यो चलनलाई चाहिँ अब यो मास्नु हुँदैन भनेर चाहिँ हाम्रो यो लोसारलाई चाहिँ हामीले चाहिँ अब सधैँ नै अब प्रत्येक वर्ष नै हामीले चाहिँ मनाएर जानुपर्छ भन्ने चाहिँ मेरो धारणा हो धन्यवाद अनि यता लोसारले गरेर आज रमाइलो छ मलाई मेरो लागि अरू भन्न यति नै हो ल वर्षै पछि हामी यसरी नै रमाइलो गर्नुपर्छ यो भन्दा अर्को वर्षमा रमाइलो गर्न पाओस् हैन सबैजनालाई ल इन्जोय गर्नु अब तपाईहरु हस् अनि दिदीलाई चाहिँ कस्तो लागिरहेछ आज मैले त सबैजनालाई नमस्कार त्यहाँदेखि त आज लोसार मनाउनु पाउँदा धेरै धेरै राम्रो लागिरहेछ मेरो फ्यामिलीहरु योजन परिवार चाहिँ एकदम आज जम्मा भएको छ त्यही खुसी हैन तपाईलाई हजुर के गरेन यसपालि अनि प्रिजमालाई कस्तो लागिरहेछ सोध्न बिर्सेछु रमाइलो लागिरहेछ नि नाच्नु पर्छ ल
गर्छ उनीहरूले आउँछ त आऊ ल ल ल ल अमृता हजुर यहाँ ब्यागमा राख्छु ल हुन्छ ल ल ल ल ल ल ल एमी आऊ न त मामा मामा बेबीको नि मेरो छोरी चाहिँ हेर बेबीको नि बनाउने अनि आज चाहिँ हाम्रो घ्यालबु लोसार छ अनि दिदी तपाईँलाई चाहिँ कस्तो लागिरहेछ आज मलाई चाहिँ एकदम राम्रो लागिरहेछ किनभने भाइ चाहिँ विदेश जानुभएको ठ्याक्कै 14 वर्ष भएको थियो कि हजुर अनि बल्ल अस्ति आउनुभएछ अनि लोसर कार्यक्रम राख्नुभएछ उहाँ चाहिँ यहाँ नजिकै उहाँको घर हजुर अनि त्यही भएर चाहिँ हामी चाहिँ एकदम खुसी भएर आइरहेको छौँ है हजुर अनि आज बल्ल बल्ल एक दिन छुट्टी भएको बेला हजुर भनेर अनि यताउति अब डम्फुहरू बजाउँदै हुनुहुन्छ उहाँहरू हजुर। नाचगान गर्दै हुनुहुन्छ एकदम खुसी लागिरहेछ ए हजुर त्यति हो है अरू त यस्तो अब यो वर्षमा एकचोटि आउने लोसार चाहिँ एकदमै राम्रोसँग मनाओस् आफ्नो परिवारसँग बसेर रमाइलो गरोस् होइन हजुर त्यही हो अरू त खासै केही छैन हस् हजुर सबैले मनाओस् यो लोसारलाई चाहिँ एकदमै राम्रोसँग हजुर हजुर। त्यति धेरै ध्यान दिएर अझै परिवारसँग रमाइलो अरू बाहिर भन्दा पनि परिवारसँग एकदमै ह्याप्पी भएर मनाउनु हजुर। भन्छु अरूलाई पनि है, हजुर। आफू पनि अब त्यही तपाईँहरू पनि हजुर। के भन्छ अरे यसरी हामीले जसरी नै लोसार मनाएर घरमै मनाएर रमाइलो गर्नु होला होइन रमाइलो गर्नु होला तपाईँहरू पनि सबैलाई यो अब सोनाम लोसार पनि छ घ्याल्पो पनि छ दुईटैले राम्रोसँग मनाउनु भयो भने अझ राम्रो हुन्छ है। हजुर हजुर अब त्यही हो दुई तिनवटा घ्याल्पो लोसार छ एउटा एउटा सोनाम लोसार छ अब त्यसमा पनि सबैले राम्रोसँग मनाउनु भन्छु म चाहिँ दसैँ तिहार जस्तै होइन। हजुर यो चाडबाड हाम्रो नेपालीको यदि 365 दिनमा चाहिँ हाम्रो अझै 366 चाडबाड छ अरे क्या होइन नेपालमा चाहिँ अनि सबैलाई राम्रोसँग हामी अलिकति भाग्यमानी अनि अलिक धनी छौँ क्या किनभने हाम्रो चाहिँ होइन चाडबाड चाहिँ एकदमै धेरै भएको हुनाले हामी खुसी धनी छौँ त्यही हो हजुर नमस्ते हस् धन्यवाद दिदी हस् त फ्याफुलजी दिदीले सिकाउनुहुन्छ ल दिदीसँगै बसेर लसु फ्याफुलजी ल न्युले ए नन फेरि नआउने ह्याप्पी लोसार जम्मालन ज्याबाडन ममला जम्मासिन ज्याले सिम्मानै मनाइदिँदो होइन होइन चाडबाड चाहिँ अनि लोसरी चाहिँ गम धेरै खुसी मुला धेरै खुसी त मलाई अनि राङ्नी नुन खुसी खुसी लसी धन्स्यागो जम्मदन फ्याफुलजी दोसी फेरि फ्याफुलजी तामाङ कुरा चाहिँ हाम्रो निरु चाहिँ यतातिर लजाएर बसिरहनु भएको छ चाहिँ नबोल्ने हजुरले हल्का बोल्दैछु प्लिज मेरो म्याम हजुरले बोल्नै पर्छ किनभने हाम्रो आज एकदम खुसीको दिन हो होइन त्यसैले हल्का फुल्का एक दुईचोटि बोलिदिनु होला मलाई ल निरुको भ्लग चाहिँ अब यस्तै हुन्छ है निरुको भिडियो चाहिँ उसलाई नाच्छ मात्र बोल्दैन ह्याप्पी लोसार एमी ह्याप्पी लोसार भन्नु यहाँ ह्याप्पी लोसार एमी चाहिँ भर्खर उठेर हात जस्तै छ भोलि पर्सि यो भिडियो हेऱ्यो भने एमीले कराउँछ ल बाई बाई दिदी अब हामी नाचगानतिर लाग्छौँ बाई बाई बल्ल चाहिँ भयो हाई म्याम खै दिदी हजुर यता ठाडो चाहिँ नगर्नु ल तिर्छु यसरी हजुर फ्याफुलजी जम्मदन अनि ह्याप्पी लोसारमा के गर्दै हुनुहुन्छ अहिले चाहिँ हामी यता हजुर भइरहेछ हजुर ए अहिले चाहिँ हामी यता फोटोसुट गर्नको लागि आएको हजुर म चाहिँ बिहानदेखि भिडियो खिच्छु भनेर सोचेको थियो हजुर तर बिर्सेछ भर्खर सम्झेर हामीले गरेको के हजुर बिर्सेछ भने काम विशेष दुई चारजनाको मात्र खिच्न भ्याएको छौँ अनि यता हामी फोटोसुट गर्न आएको फोटोसुट गर्दा गर्दै हाम्रो चाहिँ यतै भिडियो लिऊँ न त भनेर लिइरहेछौँ अनि हजुरको लोसार के भइरहेछ यसपालिको लोसार धेरै रमाइलो भइरहेछ हजुर पहिला भन्दा चाहिँ धेरै राम्रो हजुर मलाई पनि त्यस्तो लागिरहेछ है अनि तपाईँहरूलाई चाहिँ अनि यो घ्याल्पो लोसार चाहिँ एकदमै भव्य मनाउनु भएछ
खुसी लाग्यो अनि घ्याल्बो सोनाम दुइटै हामीले राम्रोसँग मनाइराखेका छौँ है दुइटैलाई राम्रोसँग महत्त्व दिइराखेको छु हजुर हजुरहरू पनि अरूलाई पनि के भन्नु चाहनुहुन्छ सबैजनालाई अरूलाई पनि के भन्न चाहन्छु भने चाहिँ अरू सबैलाई तपाईँहरू पनि यसरी नै लोसार मनाउनु सोनाम लोसार मनाए पनि घ्याल्बु लोसार मनाए पनि सबैजना परिवार मिलेर होइन यसरी नै मिलेर नाचगान गरेर खानेकुरा पकाएर खाएर टिका टिका लाएर नाचगान है यस्तै त हो नि होइन बल्ल बल्ल 1 वर्षपछि अब हल्का त्यो हुन्छ नि काम गर्दा गर्दा थकित भनौँ न महसुस अलिकति हजुर यसपालि चाहिँ छुट्टै माहौल छ हजुर माहौल देखिरहेको छु किनकि यसपाला हाम्रो श्याम दाई चाहिँ हजुर 14 वर्षपछि विदेशबाट नेपाल आउनु भएको छ हजुर ए विदेशबाट हजुर ए अनि त्यही भएर श्याम दाईले नै अहिले हाम्रो यो पुरै पार्टी चाहिँ श्याम दाईको उत्योबाट गर्दै हुनुहुन्छ श्याम दाईले तर्फबाट हजुर म चाहिँ कहिले आएको थिएन श्याम दाईको घरमा हजुर फर्स्ट टाइम आजै आएको त सबजना रमाइलो हुनुहुन्छ है हाम्रो घरभन्दा चाहिँ अलिक माथि छ नि त त्यही भएर हजुर आज जुरेको हजुर तर यहाँ ठाउँ पनि कस्तो रमाइलो क्या है राम्रो रहेछ ठाउँ पनि एकदम रमाइलो रहेछ हजुर अनि हजुरहरूलाई ल पुरै ह्याप्पी हुनुहुँदो रहेछ हजुर हजुर एकदमै ठाउँ रमाइलो क्या इन्डिङ लाँदा चाहिँ हजुर अब चाहिँ सबैजनालाई ह्याप्पी लोसार हजुर सबैलाई बाई अनि अब चाहिँ हामी नाचगान गर्न जान्छौँ होइन त रेली जान्छौँ ओके बाई क्यामेराम्यान दिदी हजुर क्यामेराम्यान हुन्छ म चाहिँ एकदमै राम्रो क्यामेराम्यान हो होइन भ्लग चाहिँ एकदमै दामी बनाउँछु अनि यस्तै छ ठिकै छ तर दामी नै छ हाम्रो दिदीले चाहिँ भ्लग गरे भने चाहिँ हजुर मलाई चाहिँ अवश्य चल्छ जस्तो लाग्छ है हजुर उहाँको बोली चाहिँ मलाई सुनिरह जस्तो लाग्छ थ्याङ्क यू हामी चाहिँ बाई बाई नाच्न जाऊँ बाई बाई सबै परिवारलाई माया बाई बाई हेलो हाम्रो चाहिँ राज भाइ विदेशमा हुनुहुन्छ है उहाँको चाहिँ हाम्रो यहाँ बुहारी हुनुहुन्छ अनि राज भाइलाई चाहिँ एकदम मिस गरिरहेको छौँ हामीले हैन अनि उहाँ बुहारीले पनि धेरै मिस गर्नु भएको छ है भाइ ल एकदम थ्याङ्क यू ह्याप्पी लोसार भाइ बाइ बाइ निरो चाहिँ राज नभएर नबोलेको लाज मानिरहनु भएको छ हाम्रो योन्जन फ्यामिलीमा चाहिँ सबैजना हुनुहुन्छ राज भाइ मात्रै हुनुहुन्न राज भाइ पनि आउनुपर्छ है यसरी लोसार दसैँमा आउने कुरा भएको छ दसैँमा भेटौँला अब राज भाइलाई चाहिँ ओके बाई 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 ह्याप्पी सबैलाई
दाइसँग ल हेरौँ त धेरै रमाइलो भइरहेको सबै भेला भयो रमाइलो भयो बाबु एकजना अब विदेश हुनुहुन्छ उहाँ पनि आगो आउनुहुन्छ त्यसबाट चाहिँ सबैजना भेला हुनु भेला भयो एकदम राम्रो भयो खुसी हुनुहुन्छ तपाईँ परिवारहरू सबै हाम्रो भेला भयो पाँच भाइ भाइ सबै भेला भयो नुहाइहरू छोरीहरू सबै भेला भयो छोराहरू सबै भेला भयो दिदी बहिनीहरू सबै भेला भयो एकदम राम्रो भयो बुहारीहरू पनि सबै भेट भयो बुहारीहरू पनि नाच्यो है धेरै खुसी भयो धेरै खुसी भयो मलाई ल हस् रमाइलो गर्नु अब हस् अनि यसपालिको कार्यक्रम कस्तो भइरहेछ तपाईँको अनि राम्रो लाग्यो हजुर अनि सबैजना भेट भयो परिवार सबैजना भेट सबैजनाहरू सबै भेला भयो परिवार सबैजना सबै राम्रो भयो भेट्यो विदेश हुनुहुन्छ विदेश हुने पनि विदेश हुने भाइ बहिनीहरूलाई पनि छोरा भान्जा सबैजनालाई हेर्नुहोस् होइन यति रमाइलो भइरहेछ हजुरहरूले फेरि फर्केर आउनु होला यस्तै रमाइलो गर्नुपर्छ अनि अरू के हजुर अरू हर्षिलो छ हजुरहरूले सबैजना त्यसरी मनाउनु होला त्यस्तै गरी मनाउन हामीले जसरी मनाउनु होला गरेर डम्बु बजाइ नाचाइ क्यासेट बजाइ नाचाइ गर्नु होला लासो ल ल दिदी कस्तो भइरहेछ त आमा राम्रो भइरहेको छ हजुर अनि दिदी बहिनी सबै पनि यस्तै हो जहिले पनि यसरी मनाउनु पर्छ होइन परिवारहरू बसेर मनाउनु पर्छ होइन विदेश बस्नुभएकोहरू पनि आउनुहुन्छ फेरि यसरी मनाउनु लासो कस्तो भइरहेछ तपाईँलाई छोरा दिएर छोरा आउनु भएको हाम्रो लोसर मान्ने रमाइलो लागेको छ छोरी जुवाई नाता नातिनी बुहारीहरू छोराहरू सबै भेला भएको छ दाजुभाइ परिवार सबै भेला जेठानी देउरानी सबै छोरीहरू भेट भएको छ एकदम मन खुसी भएको छ राति होइन रात पनि जुन लागेको जस्तो लागिरहेको छ लासो कस्तो भइरहेछ त खुसी भइरहेछ सबैले होइन परिवार हाम्रो सबैजना भदैनी आइरहेको छ भदा आइरहनु भएको छ है सबै परिवार भेट्नु भएको छ है हजुर 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 एकदम ह्याप्पी हुनुहुन्छ है आज लासो ह्याप्पी लोसार है सबैलाई यता रिनाजी हजुरलाई कस्तो भइरहेछ आज हजुर एकदमै एकदमै खुसी भइरहेछ हजुरलाई एकदमै है टाइम एकदमै ह्याप्पी हुनुहुन्छ हजुर ल उहाँले पनि के भनिदिनु होला है जय पनि ह्याप्पी लोसार सबैलाई सबै परिवारलाई सेम टु यु सबैको ह्याप्पी
हाम्रो रुपेश भान्जाको हेर न यस्तै खिच्नुपर्छ कि यता चाहिँ दिदीले स्वागत गरिरहनु भएको हाम्रो माइकजी चाहिँ आज नाचेर थाकेर यहाँ ठिकै छ नि दायाँ बायाँ केही भएको छैन नि छैन ठिकै छ खै खिच्नु पर्यो नि त हाम्रो चाहिँ बच्चा पार्टी यता छ कसको हेलो पेवाङ के छ के खाएर गालो रातो भएको तिम्रो आमा अनि झरिनाले के खायो आज माम मात्र खायो हो चिची नि खायो अनि समिसले के खायो आज चक्लेट मात्र खायो ल दिदी आज तपाईँलाई कस्तो भइरहेछ लागिरहेछ भन्छ कि भइरहेछ हजुर रमाइलो भइरहेछ नि अनि अरू पनि भन्नु सबैजना भेटघाट भएको छ हजुर अनि रमाइलो भएको छ हजुर सबैको डान्स पनि भइरहेछ खानेकुराहरू सबैजनाको आफ्नो आफ्नो प्रतिभाको सो भइरहेछ थ्याङ्क यू दिदी अनि निम्याङजीलाई रमाइलो भइरहेछ नि अनि अरू के सोध्ने होला है हाम्रो रुपेश भान्जा चाहिँ भाग्यो कस्तो भइरहेछ राम्रै भइरहेछ नि बोर त लागेको छैन नि छैन ल ठिक छ अनि यता अहिले पार्टी भइरहेको चाहिँ भाइको घरमा भाइ भन्नाले मेरो चाहिँ छोरा पर्छ दाइको अनि म छोरा पर्दैन त अनि बिर्छ उसले साइन अनि तिमीलाई चाहिँ कस्तो लागिरहेछ सबैजनाको तिम्रो घरमा भेला हुनु भएको छ मलाई राम्रो लागेको छ ठिकै छ अब लङ टाइम पछि भेटेको छ सबैजना अहिले ऊ चाहिँ जब गरिरहेछ बिजी भएर भेट पनि हुन गाह्रो छ होइन अहिले भेट हुन्छ तर भेट त्यति भेट भएको छैन नि त ल राम्रो भइरहेछ नि ल यता हाम्रो भान्जा बाबुलाई चाहिँ नमस्ते के भइरहेछ लोसर कतिको लागिरहेछ राम्रै भइरहेछ ल इन्जोय गर ल हाम्रो सानो बेबी चाहिँ यता फोन हेर्दैछ हेलो खै हेलो भनेको हेलो भन्नु खै हेलो भनेको अन्डा खुवाउँदैछ हाम्रो निम्याङजीले बाई बाई हाम्रो डोमा चाहिँ धेरै लजाउँछ कि बोल न एक दुई शब्द भोलि पर्सि तिमी ठुलो भएपछि यो भिडियो हेर्नु कस्तो भइरहेछ डोमालाई रमाइलो भइरहेछ
ल रमाइलो गर ल। अनि फुर्सङलाई चाहिँ कस्तो भइरहेछ? मलाई राम्रो भइरहेछ। अनि नाच्नु पर्दैन के फोन हेरेरै बस्ने हो? होइन नाच्नु नआउने भएर ननाचेर हँ? नाच्नु आउँदैन त्यही भएर नाच्यो भने पो आउँछ त नि होइन? ल ल ल इन्जोय गर। एकदम धेरै राम्रो भयो होइन। अब साल यस्तै गरी मान्नु पाओस् हाम्रो परिवार। हाम्रो परिवार भनेको टाढो नजाओस्, सबै एकै ठाउँ ग्रुपमा होस् होइन। राम्रो छ, धन्यवाद। त सबै राम्रो छ मलाई। ह्याप्पी लोसार। हाम्रो साइली के भन्छ माइली फुपूको टर्न। अनि हजुरको आज डम पनि पाउनु भएको छ अनि हजुरले निकै भयो है हाम्रो लोसार मनाउनु होइन होला 2-4वटा गइसक्यो भन्नु न 2-4वटा गइसक्यो भएन आज चाहिँ एकदम बेस्ट भयो है हजुर ह्याप्पी लोसार हजुरलाई सबैजनालाई ह्याप्पी लोसार यसरी मनाउनु है धन्यवाद आज हाम्रो आमासँग गीत गाएको हो धेरै रमाइलो हामी कार्यक्रम चलाउँछ धेरै वर्ष यो ससुराली आएको चाहिँ फर्स्ट डे हो। अब चाहिँ दाइ चाहिँ आइरहनु पर्यो, दिदी ल्याइरहनु पर्यो तपाईँले। आइरहनु पर्यो, दिदीले पनि ल्याइरहनु पर्यो। ल ल ल ह्याप्पी लोसार एभ्रीबडी ल सबैजनालाई ह्याप्पी लोसार। जाने हो अब सबैजना ह्याप्पी लोसार एकछिन पक्यो नि घर एकदमै राम्रोसँग बजाउनु हुँदो रहेछ रासले आज एकदमै म के अलि डान्स गरिरहेको छ। तपाईँले उयो चाहिँ माइक चाहिँ ल्याउनु भइरहेछ 14 वर्षमा। हजुर अनि यसपालि चाहिँ लोसन मान्ने मजाले मान्यो। एकदमै गुड भइरहेछ एकदमै राम्रो भइरहेछ ज्याबदाजी जम्मदन हैन आसिना सोमा चाहिँ रुक्ताजी जम्मन जाने मा जम्मदन रुक्ताजी छाया छाया जम्मन रुक्ताजी ज्याबदा गाई जुगाल चाहिँ ज्याबदाजी ल ल ह्याप्पी लोसार। बजारमा माया बसे आन्टीको मुहारमा बजारमा के गरौँ
तपाईँ हट्नु न निरु त्यहाँ निरुको यहाँ भिडियो गर्दै
यता फर्किन्छ हामी यता जाऊ जाऊ जोरको तोड भयो है दिएर मामाहरूलाई बिदा गरेर जस्तो सिनाङमा दिनुपर्छ गान्छ हैन अझै लसे कापुली अनि चुरुसला लोसे ज्याबटन पखार ममडा चुबाल चाहिँ चुबाल लगाउँदा चाहिँ यहाँ चाहिँ मनाइदिए बारे म लारे लासे जा मनाइदिला पर सोमली मारै दिजी हजुर मनाइमी दिदी सोनम लसर चाहिँ मनाइ सोनम लसर मनाइदिजी क्यालबो लसर चाहिँ मनाबला बारे म चुबाल दिए त यहाँला जा दिमली जा फर ल तिनीहरू फर्स्ट छ पहिलोचोटि होइन त्यता सिरालाई नाना गरे झिटाले गरे धम्मन योजन परिवारलाई जा जामे मा कोन कोने गरे छाया गरे उयो गरे धम्मन स्याप चुवालति त लानु खुसी दाजु हाम्रो चुर्मे चुगोर्सी अनि आलिम बखर चुगोर्सी जोन थाहा भयो अझै वर्ष त जी जति 14 वर्ष चाहिँ जसो खाकुली अनि ज्याबादमन थारे हिँड्छ दुखाजी हैन थारे हिँड्छ दुखाजी लोसरी ठक्कन दुखाजी आना नाना गते जम्मन बेल आगु आफ्रेन अब आमा जम्मन बेल जम्मन याङसी रुप्ताजी मलाई हैन मोबाइल हेरेर राखेर एकदमै धेरै राम्रोसँग बोलाउनु भयो तपाईले तपाईँलाई कस्तो लाग्यो सर्वप्रथम त यो 2153 हजुर अग्नि वर्ष ए हजुर यसको उपलक्ष्यमा सम्पूर्ण बुवाहरू आमाहरू सम्पूर्ण दिदीहरू हैन बहिनीहरू र बहिनी ज्वाइँ सम्पूर्ण आइहरू चाहिँ एकमुष्टमा चाहिँ यो पालामा चाहिँ म पनि धेरै वर्षपछि आएर चाहिँ त्यसले चाहिँ यो ग्यालवर्स हामीले राम्रोसँग भनौँ न सफल गर्न सके हैन जस यस्तै तरिकाले चाहिँ तपाईँ हामीले चाहिँ अब अर्को वर्ष पनि होइन यसरी चाहिँ मनाउनु पर्यो र बरु हाम्रो अरू धर्मलाई के अरे आफ्नो के अरे भनौँ न दसैँ तिहार छोडेर चाहिँ होइन आफ्नो बुद्धिस्ट धर्ममा के छ त्यसलाई चाहिँ मनाएर चाहिँ अगाडि बढायो भने भोलिको दिनमा हामी मात्र नभइकन हाम्रो पछिको पुस्तालाई पनि एकदमै भनौँ न जानकारी पाउँछ उहाँहरूले सिक्न पाउँछ र हामीले पनि उहाँहरूले बताउनको जाने क्रममा चाहिँ हामीले चाहिँ यसरी चाहिँ हामीले धुमधामसँग अझै पनि तिहार त हामीलाई थाहा छँदैछ हजुर यसरी फेरि अर्को साल पनि यही तरिकाले चाहिँ अगाडि लोसर मनाउनलाई होइन अहिलेदेखि नै भनौँ न सबैलाई चाहिँ अग्रिम शुभकामना होइन त्यसपछि गएर चाहिँ उहाँहरूलाई चाहिँ अर्को सालको लागि चाहिँ लोसरको लागि चाहिँ मनाउनलाई के चाहिन्छ अगाडि बढ्नको लागि के गर्नुपर्छ भन्ने कुरो चाहिँ अझै पनि हामी दाजुभाइहरू होइन बुवाहरू मिलेर चाहिँ अझै पनि सरसल्लाह गरेर चाहिँ अझै राम्रो गर्ने विचार चाहिँ अझै पनि छन् योभन्दा चाहिँ हामीले अरू वर्ष चाहिँ बेस्ट दिन्छौँ होइन बेस्ट गर्छौँ होइन यही नै हो हामीले जस्तै सुरुमा हामीले अब स्टार्टिङ गर्ने बेलामा 0बाट नै गरेको हुन्छ अब 0 हुँदै हुँदै हामीले चाहिँ यसपालि गऱ्यो भने फेरि योभन्दा अर्कोचोटि बेस्ट होइन त्योभन्दा अर्कोचोटि बेस्ट गर्दै गयो भने हामीले सिकिरहेछौँ नि त एकदमै अर्को साल हामीले अर्को पनि केही सिक्छ कि त्यस्तै गरेर अहिले हामीले यो क्यालेन्डर पनि तपाईँको यो एउटा बनाउने यो नामग्याल चाङछुक छोलिङ बुमु भन्ने रहेछ होइन उहाँले यसपालि यो 2153 के अरे यो क्यालेन्डरबाट पनि तपाईँले हामीले चाहिँ पुरै हाम्रो यो भनौँ न
दिन महिना मजाले हेर्न सकिँदो रहेछ यो चाहिँ सबै हामीले आमाबुवाहरूले पनि अब सबै घरमा चाहिँ अब राख्न पायो भने धेरै राम्रो हुन्छ भन्दै मेरो 2 शब्द यी टुङ्ग्याउँदै बिदा हुन्छु हस्त ह्याप्पी लोसार। दाइलाई चाहिँ धेरै धेरै धन्यवाद सबैजनालाई भेला गराइदिनु भयो यस्तो खुसीको माहौल बनाइदिनु भयो होइन धेरै वर्षपछि आउनुभएको हो नि त तपाईँ मैले चाहिँ फर्स्ट टाइम भेटेको हो दाइलाई एकदम रमाइलो लाग्यो मलाई चाहिँ अब अर्को साल पनि हामी यसै गरी मनाउन पाऊँ होइन हामी मनाउनु पर्छ यही तरिकाले अगाडि बढ्नुपर्छ भन्दै होइन मेरो पनि 2 शब्द यी टुङ्ग्याउँदै बिदा हुन्छ लासो फ्याबोला ह्याप्पी लोसार। धन्यवाद दाइलाई। ल हाम्रो चाहिँ अब इन्डिङमा आइसक्यो लास्ट गाडी छैन हिँडेर जाने त्यहाँसम्म म चाहिँ ल बाई बाई गरिदिनु सबैजना ल बाई बाई।